हेलो एभ्रिवान, वेलकम टु सिम्पली फिजिक्स न्युमेरिकल सिरिज। आज चाहिँ हामी रोटेसनल डाइनामिकको केही न्युमेरिकल्सहरू सल्भ गर्छौँ। त्यसको लागि म क्वेसन्स लेख्छु पहिला। ओके, हामीसँग यहाँ क्वेसन रहेको छ। लेट मी रिड आउट द क्वेसन। द मोमेन्ट अफ इनर्शिया अफ अ व्हील इज 1000 kg square. At the given instant, its angular velocity is 10 rad per second. After the wheel rotates through an angle of 100 radians, the angular velocity is 100 rad per second. Calculate torque applied on the wheel, increasing rotational kinetic energy. यस्ता टाइपको क्वेसनहरू एनइबी बोर्डमा अलिक बढी सोधिन्छ। यो क्वेसन चाहिँ हामीले 8-9 मा पढ्ने जुन साइन्समा पढ्छौँ, इक्वेसन अफ मोसन लगाएर त्यस्तै गरेर गर्छौँ हामीले। यहाँ पनि इक्वेसन्स अफ मोसन यो तपाईँहरूले सम्झिनु भयो भनेदेखि यस्तै अवस्था लगाएर हामीले यहाँ खालि इक्वेसन अफ मोसन चाहिँ यो लिनियरको लागि हामीले पढ्छौँ 9-10 मा। अब यहाँ हामीले रोटेसनलको लागि गर्छौँ। सो लेट्स राइट वाट्स गिभन फर्स्ट। मोमेन्ट अफ इनर्सिया दिएको छ, गिभन मोमेन्ट अफ इनर्सिया, यसलाई आई भनिन्छ। यो दिएको छ 1000 kg मिटर स्क्वायर दिएको छ हामीलाई, यो गिभन भयो। एट द गिभन इन्स्ट्यान्ट इट्स एङ्गुलर भेलोसिटी इज 10 rad per second। अब यहाँ एकछिन ध्यान दिएर सुन्नुहोस्, यो 10 rad per second चाहिँ कुनै एउटा समयमा दिएको एङ्गुलर भेलोसिटी हो। केही समयपछि व्हीलले चाहिँ 100 रेडियन पार गरेको छ र उसको एङ्गुलर भेलोसिटी इन्क्रिज भएको छ भनेपछि यो एङ्गुलर भेलोसिटी हामीलाई सुरुमा दिएको इनिसियल र यो एङ्गुलर भेलोसिटी हामीलाई पछि दिएको फाइनल हुन्छ। यसलाई यसरी चिन्ह पऱ्यो, इनिसियल एङ्गुलर भेलोसिटी, यसलाई ओमेगा नट भन्ने गरिन्छ। यो भनेको 10 rad per second भयो। यो इनिसियल भयो, अब यो फाइनल हुन्छ। फाइनल एङ्गुलर भेलोसिटी ओमेगा भनेको तपाईँको कति भयो त भन्दाखेरि 100 rad per second भयो। ल, अब हामीलाई गिभन यति नै हो, हामीले गिभन लेख्यौँ। अब हामीलाई निकाल्न पर्ने छ टर्क एप्लाइड। टर्क एप्लाइड, यो टाउ भन्छ यसलाई। र यस्तै गरेर अर्को भनेको इन्क्रिज इन रोटेसनल काइनेटिक एनर्जी, इन्क्रिज इन रोटेसनल केई। यो भनेको यो दुईटा सोधेँ हामीलाई।